हेलो गाइज, वेलकम टु न्यू ब्लग। मेरो न्यू ब्लगमा तपाईँहरूलाई स्वागत छ। म चाहिँ यहाँ घुम्न गइरहेको छु बजारतिर घुम्न गइरहेको छु। यस्तो बजार यस्तो छ गाइज, सुन्नुहुन्छ। म चाहिँ यस्तो बजारतिर घुम्न गइरहेको छु गाइज। यो छ, यो चाहिँ जुगरा पुल जुगरा खोला चाहिँ यहाँ चाहिँ म्याथहरूको थ्रो ट्रेनिङ भइरहेछ गाइज, देख्न सक्नुहुन्छ। पनि यहाँ चाहिँ दौडो ट्रेनिङ गरिरहेछन्। ट्रेनिङ भइरहेछ म्याथहरूको। दौडो ट्रेनिङ भइरहेछ म्याथहरूको गाइज। म चाहिँ भिडियो बनाउँदैछु गाइज म्याथहरूको दौडो ट्रेनिङ भइरहेछ। म चाहिँ भ्लग बनाउँदैछु गाइज। अनि अगाडि चाहिँ यस्तो म्याथहरूको दौडो ट्रेनिङ भइरहेछ। यहाँ चाहिँ बाटो बन्दै रहेछ। धेरै दिनपछि बजारतिर घुम्न आयो गाइज। म चाहिँ साथीहरू छ घुम्नु गइसकेँ। म मात्र एक्लै थिएँ, साथीहरू जाउँ भनेको थियो। र म चाहिँ जानु अलिक काम थियो मेरो, त्यही भएर गएको थिएन। अनि म चाहिँ अहिले यस्तो फ्रेस भएर कौन है ये लोग, कहाँ से आते हैं? घुम्न आइरहेको छु। बाल छैन, डटी गएर मलाई जिस्किरहनु पर्छ। एउटा जिस्काउने लागि बाल छैन। दुनियाँ जे उसो गरोस्, मतलब छैन। अनि गाइस, आज चाहिँ म पुरै जुम्ला बजार घुम्नेछु। तपाईँहरूलाई देखाउनेछु जुम्ला बजारको योहरू। चाहिँ जुगराको नदी गाइस। म चाहिँ गाइस अहिले फाइनली जुम्ला जिल्लाको बजारको कृष्ण मन्दिर अगाडि छु। कृष्ण मन्दिर चाहिँ अगाडि छ गाइस। फाइनली गाइस यो जुम्ला बजार चाहिँ भैरवनाथ चन्द्रनाथ मन्दिर। म चाहिँ मन्दिरभित्र प्रवेश गर्न जाँदैछु गाइस, मन्दिरको दर्शन लाग्न। सो मन्दिरतिर पनि जानुपर्छ कहिलेकाहीँ दर्शन गर्न। म चाहिँ गाइस अलिअलि आज चाहिँ मन्दिर जाँदैछु गाइस, चन्द्रनाथ मन्दिर। देख्न सक्नुहुन्छ। म चाहिँ भैरवनाथ मन्दिरभित्र छु गाइस। चाहिँ मन्दिरमा कोही रहेनछ आज शनिबार। म चाहिँ एक्लै दर्शन गर्न आइरहेको छु गाइस मन्दिरमा। गाइस म चाहिँ एक्लै मन्दिरमा दर्शन गर्न आइरहेको छु, कोही छैन मन्दिरमा नि गाइस। देख्न सक्नुहुन्छ मन्दिर कोही छैनन् आज शनिबार होला। मन्दिरमा नि कोही छैनन्। कोही छैनन् मन्दिरमा आज। मन्दिरमा म एक्लै आज दर्शन गर्न आइरहेको छु गाइस। फाइनल गाइस, म चाहिँ मन्दिरको दर्शन गरेर बाहिर आइसकेँ। आज शनिबार भएर होला मन्दिरमा नि कोही थिएन। सोमबारको दिन भएको भए गाइस हुन्थ्यो होला। यो चाहिँ अगाडिको भ्यू यस्तो देखिरह। यो चाहिँ चन्द्रनाथ मन्दिर। म चाहिँ भ्लग बनाउँदैछु गाइस। अगाडिको चाहिँ
कृष्ण मन्दिर अगाडिको चाहिँ कृष्ण मन्दिर गाइस। यस्तै आज नि भल आजले यति नै गरौँ गाइस, अर्को भलमा भेट्नेछौँ।